तपाईँ एमाले एमाले भएर हजुर केपी ओलीको राजीनामा माग्दै हुनुहुन्छ तपाईँ माग्दैछु एमाले भएर कसको फ्री एन्ड फ्रेङ्क केपी ओलीको एमाले भएर केपी ओलीको तपाईँ राजीनामा माग्दै हुनुहुन्छ हो के भएको तपाईलाई तपाईँ सञ्चय त हुनुहुन्छ उहाँको राजीनामा मैले मागेँ केपी ओली जस्तो महापुरुषको राजीनामा माग्ने तपाईलाई के भएको हो भनेको क्या उहाँले राजीनामा दिएन भने देश पनि सकियो पार्टी पनि सकियो उहाँ पनि सकिनुहुन्छ हामी पनि सकियो हामी लामो हामीभन्दा त उहाँहरू एमाले सकिन बाँकी छ र म चाहिँ नि 100% फुल फेजमा चाहिँ नि जिताउन नै लाग्यो तपाईहरुलाई थाहा हुँदो रहेछ है यस्तो लज्जास्पद हार हुँदैछ भन्ने कुरा थाहा हुँदो रहेछ यत्रो एमाले हार्दाखेरि त चुनावै हुन नदिइकन चुनाव भान्नुपर्ने एमालेले किन चुनाव हुन दिएको सुधारिएको कांग्रेस भनेको कस्तो सुधारियो छ भन्दा स्वयं गगन थापा समेत चुनावमा हार्नु पर्ने गरेर कांग्रेस कस्तो सुधारिएको हो आम नेपाली जनता जेल परेका छन् है गगनजीले चुनाव हारिरहँदा के भन्दा जनताले परिवर्तन चाहेको नि होइन होइन आम नेपाली जनता जेल परेका होइनन् जनताले जेल पारेका हुन् तपाईहरु गगन थापाको नेतृत्वमा चुनावमा जाँदाखेरि घण्टी मुनि चाहिँ छ कांग्रेस यदि शेरबहादुरकै नेतृत्वमा चुनावमा गएको भए चाहिँ कांग्रेस माटो मुनि हुन्थ्यो भन्न भनिन्छ अब पहिला पहिला कांग्रेसका बुढा धेरै एमालेका कुरा धेरै भन्थे अब यसरी भन्ने हो भने एमालेका कुरा धेरै कांग्रेसका बुढा धेरै रासोपाका बुढा धेरै भन्ने भयो अहिले अरु मान्छेहरु फेसबुकमा हुनुहुन्छ अरु सामाजिक सञ्जालमा रमाइराख्नु भएको छ फेसबुकमा तपाई कम हुनुहुन्छ र तपाई प्रधानमन्त्री भएपछि सबैले ढुङ्गा बोक्नुपर्छ यस्तो छ त्यो पनि फेरि कुन मुडमा कसरी प्रश्न सोधिएको हो भन्ने कुरामा छ फेरि प्र्याक्टिकल्ली यहाँ ढुङ्गै बोक्न जानुपर्ने हो कि हामी यो माइक साइक छोडेर फेरि दैनिक तपाईँले ए माइक समाएर हुन्न भाइ जाऊ ढुङ्गा बोक भन्नु नि हो कि भन्ने फेरि चिन्ता लागेको त्यस्तो होइन सरकारको नेतृत्व तपाईको पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो अस्ति भर्खरै जनताले लखेटेर हेलिकप्टरबाट भागेका तपाईहरु अहिले कुन मुख देखाएर भोट माग्दै हिँड्नु भएको छ यहीँनिर हामी कहाँ हाम्रा सरकार तपाईहरुको थियो किन आत्मसमर्पण गर्न लाग्यो सरकार थियो मान्छौँ हामी सरकार थियो सरकारमा हुँदाखेरि पनि हाम्रा ती जुन हाम्रा अङ्ग हुन् अङ्गले कति काम गरे कति गरेन तपाईको ब्यारिकेड किन काम गर्न नसक्ने बनाएको त आफ्ना अङ्गहरुलाई